Hello guys, namaste. Welcome to my YouTube channel. है हाम्रो चाहिँ आजबाट फ्लावर एक्जिबिसन चलिरहेछ भृकुटी मण्डपमा है। हाम्रो स्टल नम्बर छ D62 अनि मेरो नर्सरीको नाम छ लिलु नर्सरी एन्ड फ्लावर्स है। हजुरहरूले मेरो नामबाट पनि भन्न सक्नुहुन्छ हैन। यहाँ हेर्नुस् यसरी बल्बहरू राखेको छौँ हामीले है। त्यसैले धेरै कुराहरू छ हामीसँग पनि यहाँ तपाईले देख्न सक्नुहुन्छ। त्यसैले यहाँ बल्ब भेराइटीहरू छ, यहाँ धेरै बल्ब भेराइटीहरू राखेका छौँ। लाइकोरिस ट्युबरोज भयो, ग्ल्याडियोलस पनि त्यसै नै छ। यो ट्युलिप होइन ड्याफोडिल छ हैन। अब एजेलिया हेर्नुहोस्, वाउ एजेलिया देखेर त हजुरलाई कति लोभ लाग्छ होला। यहाँ हेर्नुहोस् त कत्रो छ है, सिङ्गल एजेलिया भन्छ। त्यसैले हामीसँग यो अर्किड भेराइटीहरू छ। यहाँ हेर्नुहोस् हामीसँग यस्तो अर्किडहरू छ। यो चाहिँ मेरो भाइले गर्छ, ठुलो भाइले है। र यहाँ हेर्नुहोस् यो यसमा अर्किडहरू छ। त्यसैले धेरै यहाँ हेर्नु त्यसैले अर्किड धेरै प्रकारको अर्किडहरू छ हामीसँग है। ल हेर्नुहोस् यहाँ यसरी, ल हेर्नुहोस् यसमा पनि एकदम धेरै छ। सानो सानो गमला हेर कति हिस्सी छ, हेर्नु कस्तो क्युट गमला छ होइन त। हेर्नुहोस् त यहाँ, ल हेर्नुहोस् हजुरहरूले त्यस्तो गमलाहरू छ है। त्यसैले यहाँ अर्किडको भेराइटीहरू छ। हजुरहरूले प्लिज भिजिट फ्लावर एक्जिबिसन भृकुटी मण्डप 2082 को यो लास्ट महिनामा भइरहेको फ्लावर एक्जिबिसन हो। त्यसैले हामी यहाँ म्यापल, ग्रिन म्यापल, यो ग्रिन म्यापल देखेपछि त हजुरहरूलाई के याद आउँछ भन्नुहोस् त। ग्रिन म्यापलसँग रेड म्यापल पनि छ है हामीसँग। यहाँ हेर्नुहोस् त यहाँ रेड म्यापल, वाउ यो रेड म्यापल देखेपछि के याद आउँछ मलाई त मोहब्बती फिल्ममा छ नि शाहरुख खानको र ऐश्वर्या होला सायद, ऐश्वर्याको मोहब्बती फिल्ममा पात झरेर कस्तो राम्रो पात झरेर देखाएको छ। त्यही म्यापलहरू एभाइलेबल छ हामीसँग। यहाँ आउनु होला लिलु नर्सरी एन्ड फ्लावर्स। फेरि पनि भन्दैछु D62 मा। अब यहाँ हेर्नुहोस् यहाँ बेगुनिया, रेक्स बेगुनिया भन्छ। यहाँ हेर्नु कलर हेर्नुहोस् न, कलर पात हेर्नुहोस् न, यस्तो लभली पातहरू छ। त्यसैले हामीसँग केला लिली पनि छ है। हामीसँग डबल एजेलिया छ है। डबल एजेलिया हेर्नुहोस् त यहाँ सानो सानो क्युट पोलीमा हेर्नुहोस् त यहाँ यसरी राखेको छौँ। त्यसैले हामीलाई अर्किड त अब त गइसक्यो, कति धेरै थियो आजै गइसक्यो। 7-8वटा त आजै हामीसँग अर्किड गइसकेको छ है। मेरो स्टल नम्बर फेरि एकचोटि यहाँ भिजिट गर्नुहोस् होला। ल हेर्नुहोस् हो त्यसैले म्यापल अर्किडहरू छ। यहाँ यो अर्किडको बारेमा त हजुरहरूलाई थाहा, यो पिउनिया भन्छ। यहाँ हेर्नुहोस् यो भयो है, यो चाहिँ हाम्रो लिफको लागि, लिफ जुन चाहिँ हामी अर्किडमा युज गर्छौँ। त्यस्तै डबल एजेलियामा युज गर्छौँ, रेक्स बेगुनीमा युज गर्ने यो पत्करहरू भयो है। ल हेर्नुहोस् यो अर्किड पनि हामीसँग एभाइलेबल छ। त्यसैले यो अर्किड पनि हामीसँग एभाइलेबल छ है। ल हेर्नुहोस् यहाँ यस्तो अर्किड बेगुनियाहरू एभाइलेबल छ, रेक्स बेगुनिया है। अब कति त धेरै गइसक्यो। त्यसैले यहाँ अर्किड हेर्नुहोस्, वाउ यो देखेर तपाईँहरूलाई कस्तो लाग्यो, आउँ लागेन? ल तुरुन्तै आउनुहोस्। ब्रह्मकमल पनि छ, साइक्लोमेन पनि छ, सबै कुराहरू हामीसँग एभाइलेबल छ है। त्यसैले यहाँ मेरो फ्यामिली, यो चाहिँ मेरो फ्यामिली नर्सरी हो। बाबा हुनुहुन्छ, मम्मी हुनुहुन्छ होइन, भाइ डिल गर्दै हुनुहुन्छ, एकजना भाइ पनि डिल गर्दै हुनुहुन्छ है। अब त्यसैले हामी अब यसरी नै हामी अर्को नर्सरी जाउँ है। अनि हेराउँछु हजुरहरूलाई कस्तो छ हामीसँग है। अब त्यसैले हामीसँग यो यहाँ पनि हामीसँग अर्किड भन्नाले एजेलियाहरू एभाइलेबल छ। यहाँ पनि हामीसँग है। ल हेर्नुहोस् है त, यसरी हेर्नुहोस् है त। ल हेर्नु त यति राम्रो फ्लावरिङ प्लान्टहरू छ यहाँ। त्यसैले बेगुनिया पनि उत्तिकै छ है। यहाँ नर्सरी, सबै नर्सरीहरू आइरहेको छ है। त्यसैले बस्ने नर्सरी छ, सबै नर्सरीहरूले यहाँ गइरहनु भएको छ है। र सबैजना आउनु होला र भिजिट गर्नु होला फ्लावर एक्जिबिसनमा। सबैजना आउनुहोस् होला, भिजिट गर्नुहोस् होला भनेर भन्छु म चाहिँ। यतिखेर यो हजुरहरूले मौका फ्लावर किन्ने, यो वर्षको अन्तिम एक्जिबिसन हो यो हामीसँग है। त्यसरी हेर्नुहोस् त
फ्लावर देखेर कति रमाइलो लाग्छ मलाई त साह्रै रमाइलो लाग्छ तपाईँहरूलाई कस्तो लाग्छ है मेरो चाहिँ अलिकति स्ट्यान्डले पनि यहाँ जस्तै हाम्रो अङ्कलको पनि यहाँ बल भेराइटीहरू राख्नु भएको छ है यो सबै बल भेराइटीहरू छ त्यसरी आउनु होला है यसरी नै सबै नर्सरीहरू आउनु भएको छ अलिअलि गरेर हेर्नुहोस् वाउ हेर्नुहोस् त ल वाउ सबै प्रकारको फुलहरू पाउन सक्नुहुन्छ अहिले इन्डोरदेखि आउटडोरदेखि सेडेड एरियामा राख्ने कस्तो के सबै प्रकारको फुलहरू पाउन सक्नुहुन्छ हजुरले साथसाथै यहाँ हजुरले फर्टिलाइजरहरू घरमा युज हुने कुराहरू मोबहरूदेखि लिएर सबै कुरा पाउन सक्नुहुन्छ है मेरो चाहिँ आज अलिकति घाँट चाहिँ अलिकति खराब भएको भएर थोरै बिस्तारै बोल्दैछु त्यसरी नै मनोकामना नर्सरी पनि छ यहाँ है हाम्रो बहिनीहरू यहाँ हुनुहुन्छ है र सबैजना आउनु होला यो हेर्नको लागि है हेर्न साथसाथै किन्नको लागि घर सजाउनको लागि सबैभन्दा राम्रो घर सजाउन देखिने भनेकै फ्लावर हो फ्लावरले एकदमै राम्रो देखिन्छ त्यसरी नै है हजुरहरूले आउनु होला यसरी नै यहाँ आन्टी हुनुहुन्छ है मधुबन नर्सरीबाट हुनुहुन्छ उहाँ चाहिँ है होइन छोरा म चाहिँ भ्लगर होइन म चाहिँ मेरो पनि नर्सरी छ उयो आउनुहोस् हस् ल यहाँ हेर्नुहोस् है ल वाउ यहाँ अरेन्ज फलेको देखेर हेर्नुहोस् है अरेन्ज यति राम्रो फलिरहेछ मुन्ताला पनि त्यत्तिकै राम्रो फलिरहेछ वाउ मुन्ताला यसलाई चाहिँ मुन्ताला भन्छ यसलाई चाहिँ सुन्तला भन्छ अरेन्ज यसलाई चाहिँ अरेन्ज दिस वान इज मुन्ताला है हेर्नुहोस् कस्तो मजा लागिरहेछ फुलहरू है ल सिस्टर द नर्सरीमा रहेछ यो चाहिँ है त्यसैमा थुप्रै एभाइलेबल छ ल हेर्नुहोस् यहाँ मुस्कान नर्सरी पनि रहेछ यहाँ ओके सबै प्रकारको फुलहरू सबै फ्लावरहरू पाउन सक्नुहुन्छ हजुरले यतातिर गमला पनि उत्तिकै पाउन सक्नुहुन्छ फ्लावरहरू उत्तिकै पाउन सक्नुहुन्छ है लगभग यता साइडमा चाहिँ नर्सरी रहेछ यता साइडमा मात्रै नर्सरी रहेछ र दीक्षा नर्सरी पनि उत्तिकै छ है यति राम्रो राम्रो फ्लावरहरू हजुरहरूले पाउन सक्नुहुन्छ है वाउ हेर्नुहोस् त यसले मेरो जस्तै फुलेको रहेछ यहाँ तर यो चाहिँ सानोमा सरेको थिएँ है मेरो जस्तै फुलेको रहेछ मेरो नर्सरीमा जस्तै मेरो जस्तै होइन मेरो नर्सरी जस्तै फुलेको रहेछ त्यसै नै यहाँ पनि पाउन सक्नुहुन्छ है हेर्दै जानु होला हजुरहरूले कतिको फुल देख्नुभएको छ हजुरहरूले हेर्नुहोस् यहाँ सनफ्लावर नर्सरी छ त्यसरी नै होइन त्यसरी नै नर्सरी छ है 2082 है 2012-5 यताबाट भन्नु भने 5/12/2082 हो यहाँ चाहिँ हाम्रो वर्षको अन्तिम महिनामा 5 गते परेको छ यो एक्जिबिसन आजबाट सुरु भएर हजुरको ठ्याक्क सन्डेसम्म हुन्छ ठ्याक्क 4 दिन हुन्छ आजबाट हाम्रो त्यहाँदेखि यहाँ हेर्नुहोस् न फ्रेस कति राम्रो फुलेको छ यो चाहिँ मेरै बाबाले बल्ब दिनुभएको थियो ओम नर्सरीलाई अनि उहाँहरूले फुलाउनु भएको छ त्यस्तै यहाँ हेर्नुहोस् है त्यस्तै अर्किड पनि त्यसरी नै फुलाउनु उहाँले नट अर्किड लिली फुलाउनु भएको छ मेरो बाबाकोबाट बल्ब मगाउनु भएको थियो उहाँहरूले त्यसरी नै फुलाउनु भएको छ हामी चाहिँ मेरो बाबा चाहिँ म्याक्सिमम् चाहिँ बल्बको काम गर्नुहुन्छ बल्ब भेराइटी नै उहाँले बेच्नुहुन्छ र हामीसँग चाहिँ हजुरहरूले कन्ट्याक्ट गर्दाखेरि पनि बल्ब भेराइटीको लागि म्याक्सिमम् कन्ट्याक्ट गर्न सक्नुहुन्छ त्यसरी नै यहाँ मुन्ताला पनि देख्न सक्नुहुन्छ हजुरले है ब्रह्मकमल पनि छ ओम नर्सरीले है त्यस्तै लक्ष्मी नर्सरीमा पनि देख्न सक्छौँ हामी होइन यहाँ पनि प्लान्ट यहाँ चाहिँ तपाईँको बोट बिरुवा धेरै छ यसमा चाहिँ फलफुल पनि उत्तिकै पाउन सक्नुहुन्छ यसमा ओभाकाडोदेखि लिएर सबै कुरा पाउनु सक्छ रोजमेरी भयो कागती भयो एरिका पाम पनि रहेछ साइनो डल पनि रहेछ यो चाहिँ लक्ष्मी नर्सरी भयो है त्यसरी नै सबै प्रकारको प्लान्टहरू यहाँ पनि रहेछ कागती पनि छ अनि क्यामेलिया पनि रहेछ है त्यसै नै
सबै फलफुलको बिरुवा पनि हजुरले पाउन सक्नुहुन्छ हाम्रो लक्ष्मी नर्सरीबाट। त्यस्तै विजय नर्सरी छ यहाँ। विजय नर्सरीमा पनि जेरिनियमहरू धेरै धेरै पाउन सक्नुहुन्छ हजुरले है। जेरिनियम पनि पाउन सक्नुहुन्छ। हेर्नुहोस् यहाँ कति राम्रो राम्रो फुल छ। एजिलिया पनि पाउन सक्नुहुन्छ। ल हेर्नुहोस् सृजना नर्सरी। अब रियली सृजना फ्लावर नर्सरी त हजुरहरूलाई थाहा छ रहेछ। मैले त धेरै बताइराख्नु पर्दैन हजुरहरूलाई सृजना फ्लावर नर्सरीको बारेमा है। उहाँहरूको पनि त्यही गाउँमा आउँछु म फ्लावरहरू राख्नुहुन्छ उहाँहरूले पनि है अलिकति। र त्यस्तै गमला घर पनि हामीसँग अभाइलेबल छ है। हो त्यसरी नै तपाईँको यहाँ चाहिँ गमला पनि धेरै हुनसक्छ। र हामीसँग यहाँ पिस लिली हेर्नु त वाउ वाउ पिस लिली है। पिस लिली वाउ छ। त्यस्तै एन्थोरियम पनि हजुरहरूले हेर्न सक्नुहुन्छ। एन्थोरियम यो भयो है। त्यसपछि हामीसँग यो चाइना डल भयो। त्यसै नै धेरै भेराइटीको इन्डो प्लान्ट्सहरू पनि यहाँ एभाइलेबल छ। जिजी हेर्नुहोस् यहाँ जिजी है। यसलाई जिजी भन्छ। त्यस्तै गरेर हामीसँग धेरै प्रकारको फुलहरू यो एक्जिबिसनमा छ। हजुर धेरै प्रकारको फुलहरू पाउन सक्नुहुन्छ हजुरहरूले होइन। त्यसरी नै यो भयो है। अनि त्यसपछि एन्थोरियम यहाँ हामी साइम्फ्लोइटेक नेपालमा पनि धेरै प्रकारको इन्डोर प्लान्टहरू सबै यहाँ फ्लावरिङ प्लान्टहरू अर्किड भेराइटी पनि पाउन सक्नुहुन्छ। ल अब चाहिँ बेलुका भएको भएर झन्डै यहाँ क्लोज हुन थालिसकेको छ। यहाँ चाहिँ हामीसँग चाहिँ घरमा युज हुने कुरा गार्डनमा युज हुने कुरा सबै एभाइलेबल छ। पनि हाम्रो अङ्कलकै नर्सरी हो। त्यसरी नै यहाँ हर्सरीको गमलाहरू धेरै पाउन सक्नुहुन्छ हजुरहरूले। अब चाहिँ बेलुका हुन लागिसक्यो। आजको डे झन्डै फिनिस हुन लागिसक्यो। त्यही भएको भएर चाहिँ हामीले यहाँ बन्द भइसक्नु लागेको छ। र पनि मैले चाहिँ थोरै भए पनि अलिकति भए पनि भिडियो लिउँ भनेर किनकि म भर्खर टाइम हुँदैछ मसँग है। ल हेर्नुहोस् त यहाँ वाउ यहाँ हेर्नुहोस् हाम्रो एग्रिभिजनबाट हो यो चाहिँ। यहाँ हेर्नुहोस् कस्तो क्युट एलिफेन्ट गमला हेर्नुहोस् त यहाँ वाउ। आउल गमलादेखि लिएर गएर शङ्ख गमला डक गमला अनि डियर अनि क्याट यो सो क्युट। यसलाई के भन्छ भन्नुहोस् त टोटोइज भन्छ है। मैले भन्नु त पर्दैन हजुरहरूलाई थाहा छ। ल ठुलो भए पनि रहेछ है। त्यस्तै यहाँ धेरै प्रकारको गमलाहरू छ। उहाँहरूको स्पेसली गमला राख्नुहुन्छ उहाँहरूले। ल हेर्नुहोस् यहाँ कस्तो क्युटको यो चाहिँ सकुलेन्ट एरेन्जमेन्टको लागि हो। यो क्युट हेर्नुहोस् है। त्यसै नै है अब आयो अब यता पनि है फ्लावरिङ प्लान्टहरू होइन। ल हेर्नुहोस् थापा नर्सरी भयो। थापा नर्सरी यसबाट धेरै राख्नु भयो भने चाहिँ एजेन्टले मात्रै राख्नुभएको छ नर्सरीबाट चाहिँ। ल हेर्नुहोस् धेरै राख्नु भएको रहेन यसपालि थापा नर्सरीबाट चाहिँ थोरै राख्नुभएछ अङ्कलले है। ल यसपालि चाहिँ धेरै राख्नु भएको रहेछ होइन। त्यसरी नै यहाँ हेर्नुहोस् त वाउ मलाई त्यो डग चाहिँ साह्रै मन पर्ने डग होइन त्यो हाँस होला कि वाउ कस्तो क्युट गरेर मजाले सजाएर राख्नु भएको छ। हेर्नुहोस् न यहाँ यो चाहिँ सबै कम्पिटिसनको लागि राखेको हो है। कम्पिटिसनमा अब को के हुनुभयो भन्ने कुरा चाहिँ मैले हजुरलाई अहिले भन्न सकिनँ होइन। मलाई चाहिँ खासै यो बारेमा चाहिँ अहिले थाहा भएन। र पनि यहाँ अवार्डहरू राख्नु भएको रहेछ है। यो चाहिँ अवार्ड पाउनु भएको रहेछ होइन कोले। त्यो चाहिँ म तपाईँलाई मैले अहिले भन्न सकिनँ है। लगभग राति भइसक्यो। मैले अघि त्यसमा खासै ध्यान दिइनँ त्यही भएको भएर। त्यसैले हजुरहरूले चाहिँ हेर्न सक्नुहुन्छ। त्यसरी नै गार्डन इन रुम प्राइभेट लिमिटेड पनि यहाँ हजुरको सबै गमला अनि गमला केमा राख्ने कस्तो राख्दाखेरि राम्रो हुन्छ कोठामा भनेर स्ट्यान्डहरू पनि छ। सबै प्रकारको स्ट्यान्डहरू पाइन्छ यहाँ होइन। ल हेर्नु सबै नै अर्किड फेरि अर्किड आइसकेको छ है माई नर्सरीबाट। त्यसै नै अब हामीले चाहिँ फ्लावरिङ प्लान्ट भयो। यो चाहिँ हाम्रो अब त्यही मैले भनिहालेँ युज हुने सामानहरू युज टाँकी कसरी मेडिसिनदेखि लिएर सबै कुरा युज हुने राखिरहेको छ यसमा चाहिँ। अब यहाँ आएर चाहिँ मैले चाहिँ के देखेँ भने नेपालको झन्डा हेर्नुहोस् त। नेपालको झन्डा कति राम्रो देखेको नेपालको झन्डा कस्तो राम्रो है। ल जब हामी म चाहिँ फेरि आफ्नै नर्सरीमा आइसकेँ।
आफ्नै नर्सरीमा आइसकेँ म चाहिँ फेरि है म चाहिँ फेरि आफ्नै नर्सरीमा आइसकेँ मेरो नर्सरी पनि अब प्याकिङ हुन लागिसक्यो थ्याङ्क यू एन्ड बाई बाई प्लिज भिजिट फ्लावर एक्जिबिसन एट भ्रिकुटी मण्डप स्टल नम्बर D62 Lilu Nursery and Flowers. Thank you. Bye bye.